Namaste guys, welcome to my channel. आज चाहिँ एकदमै स्पेशल इभेन्ट डिनर विथ माई फेभरेट ब्यान्ड अल्बाट्रोस। Alright. Healthy. भोलिको लागि फिट होस् भनेर जोस पनि स्पार्कलले अलिअलि जोस पनि दिन्छ भने सुनेको दाइहरु यो एकचोटि तुलु मलाई चाहिँ खोजिरहेछ भनेर विदाउट सालमा बोतलैसमा फोन गर्छौ दाइ तपाईलाई एउटा हजुर एस्पारागस र त्यो हो यो चाहिँ अब हाम्रो ग्रीन र व्हाइट एस्पारागस माथिबाट चाहिँ घोडेलो माछा हैन अनि यो हरियो सस चाहिँ यो फ्राङ्कफर्टमा एकदमै फेमस 7 टोमेटो सस माथिबाट यो क्रन्ची चाहिँ हाम्रो के भन्छ फापरको गेडा मुकेको अनि यो चाहिँ अब अलिकति सस होलन्डेज चाहिँ लाइभ सोको लागि टेबलमा टक्क गरेर अलिकति खतरा मजा आउँछ भनेर लाइभ प्रोस सबैलाई मास्टर साहब के न ऊ चाहिँ त्यहाँ पनि गएको हो हैन अनि उले चाहिँ लाइक ऊ चाहिँ लिटरली प्रिभेट टाइप हो क्या अनि प्राइभेट कुक सो सरी यहाँ प्राइभेट कुक म्युजिक त्यो पनि इन्ट्रेस्ट भएको अनि हाम्रो नयाँ प्रोजेक्टहरु आउँदैछन् हामीलाई गीत पनि छ साथी गीत पनि सुनिदिनु अब आइदिएकोमा मलाई चाहिँ एकदम खुसी लाग्यो हैन मलाई त एल्बाट्रोस भन्ने बित्तिकै क्लास 7 8 को चाहिँ एकदमै याद आउँछ मलाई म त बोल्न सक्दिनँ होला नर्भस हुन्छु किन जोस मलाई त्यो अझै पनि याद छ सरजु भन्ने साथीले गाउँथ्यो त्यो गीत हैन फर्की स्टाइल भने म चाहिँ वाउ यो त एकदम म चाहिँ सबैभन्दा फ्यान चाहिँ लिरिक्स हो कि म जहिले पनि लिरिक्सले चाहिँ मलाई एकदम हान्छ त्यही भएर चाहिँ म एकदम फ्यान आइदिएकोमा एकदम थ्याङ्क यू अब म के हो कसो हो तपाईँले भनिसक्यो गीत पनि ऊ हाम्रै दाइसँग गरे हो फर्स्ट गीत त अब अरू गीत पनि रेकर्ड गरेर आएको छ नेपालमा होपफुली सब गरौँ ए यो चाहिँ कोको भाँड कक माने कुखुरा भाँ माने रक्सी त्यसको मतलब रक्सीमा पकाएको कुखुरा रेड वाइनमा हैन यो चाहिँ एकदम फ्रेन्चको एउटा फ्रान्सको एउटा एकदमै फेमस डिस तल चाहिँ अब आलुको प्युरे अनि यो रातो बिटरुट अनि यो यसमा चाहिँ अब यसको गार्निस चाहिँ बेकन अनि हाम्रो मसरुम अनि सानो प्याज यो चाहिँ क्लासिक ओरिजिनलमा यस्तै गरेको एकदम ओरिजिनल बनाएको सबैजनालाई प्रोस गुड नाइट डेजर्ट हैन त्यही भएर चाहिँ पिस्ताचियो केक यसलाई चाहिँ 10-15 मिनट लाग्छ त्यही भएर यो चाहिँ अब म ओभनमा हाल्छु तातो त आउँछ हैन अनि यससँग खाने चाहिँ तिरामिसु आइस इटालियन अनि त्यससँग खाने भयो डेजर्ट वाइन इटालियन स्वीट वाइन इटालियन अनि मैले चाहिँ सोचेँ कि अब दाइहरु ठ्याक्कै युरोप टुर गरेर छ नि त अनि त्यही भएर चाहिँ युरोपियन डिस गरौँ अनि कहाँ सोच्दाखेरि के हुन्छ अब युरोपमा जस्तो इटालियन फ्रेन्च अलिक फेमस छ नि त
अनि जर्मनी नै आएको भएर जर्मन पनि एउटा राखौँ भनेको चाहिँ फर्स्ट कोर्स चाहिँ जर्मन राखेर अलिकति यसो युरोपियन फ्लेभर अब नेपाल नै पकायो भने त तपाईँले अब त्यहाँ पनि खान्छ त्यहाँ पनि खान्छ होइन अलिक समथिङ डिफ्रेन्ट गरौँ भनेर अन्डा हालेर बनाएर फ्रिजमा प्लेटमा एकदम फेमस डिजर्ट हो तिरामिसु भनेको चाहिँ अब मलाई माथि ल्या भनेको छ कि किप मी अवेक मलाई अलिकति माथि ल्या पहिला पहिला चाहिँ मान्छेले अनि तिरामिसु खाएर चाहिँ पावर कहानी त्यही हो कहानी पावर दिएको कफीले सुगरले अलिकति पावर दिन्छ नि मान्छेलाई अनि यसलाई चाहिँ मैले अब आइसको फर्ममा बनाएको पिस्ताचियो केक माथि चाहिँ हाम्रो मास्को के अरे तिरामिसु आइस अनि तपाईँहरूलाई यो गोल्डन अनि यो चाहिँ अलिकति हाम्रो स्ट्रबेरीको सस चट्ट लगाएर आहा मोटो हुँदैन आज एकचोटि खाएर मोटो हुँदैन एभ्री डे खायो भने त बर्बाद तिरामिसु हाम्रो सामानको रिक्वायरमेन्ट तपाईँलाई कस्तो लाग्यो आजको हाम्रो एकदमै थ्याङ्क यू यो एक्सपिरियन्सको लागि यस्तो सोचेको थिएन हामीले म त रेस्टुरेन्ट आइरहेको जस्तो लाग्थ्यो तर यस्तो पर्सनलाइज भएकोले एकदमै धेरै धेरै थ्याङ्क यू एकदम खाना मिठो थियो चाहिने भन्दा बेसी नै खाइएको थियो भाइलाई पनि थ्याङ्क यू अहिलेको फर्स्टमा त सबैलाई एकदम थ्याङ्क यू म त एकदमै थ्याङ्कफुल छु भाइलाई कस्तो लाग्यो वाइनलाई कम्प्लिमेन्ट गर्यो वाइनले सपोर्ट गर्यो पर्फेक्ट हाम्रो सुनिल दाइलाई भगवान सक्यो हाम्रो गिटारिस्ट दाइ म चाहिँ हस्पिटालिटी फिल्डबाट आएको होटलबाट मलाई पनि हामीले पकाउनु गाउँथ्यो होइन सो हामीले पहिला पढेको पनि पुरा हामी आई गट टु टेस्ट जेन्युन होइन अन्त के भन्थ्यो लाइक रुट्समै के लाइक अब जर्मनीहरू खानु पायो नेपालमा खाएको भए त अलिक त्यस्तो टेस्ट हुँदैन नि त सो स्टार्टरदेखि ग्रेजुअली अलिक अमाउन्ट चाहिँ अलिकति आई थिङ्क वाज लिटल मोर ओके अमाउन्ट अलिक कम ठिक्क भयो पेटमा पनि ट्याक्क हुन्छ किमको मैले बेसी खाएको थोरैभन्दा बरु अलिक धेरै नै दिउँ बानी तर हो राइट सो आई थिङ्क एभ्रिथिङ अल द हर्ब्स एन्ड एभ्रिथिङ वाज इन्क्रेडिबल आई लभ इट पर्फेक्ट थ्याङ्क यू सो मच हाम्रो तपाईँलाई भन्नुहोस् स्विजरल्यान्ड मलाई एकदमै मिठो लाग्यो जर्मनीमा बसेर अब जर्मन खाना खाइयो त्यसपछि फ्रेन्च खाइयो त्यसपछि इटालियन खायो बसी है एकदम यहाँ एकदम ग्लासहरू पनि कतिवटा छ चम्चा कतिवटा थियो रमाइलो भयो थ्याङ्क यू हाम्रो लास्ट दाइ एकजना बाँकी छ ल मैले जे खाएँ सब चिटिक्क थियो पर्फेक्ट ओके गाइज अब हामी चाहिँ भिडियोको लास्टमा आइसकेको छौँ होइन त यसमा चाहिँ अब म सबैलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु स्पेसल थ्याङ्क्स टु ब्यान्ड एल्बर्ट्रोस आइदिनु भएकोमा त्यसपछि अब आजको हाम्रो स्पोन्सर बेभरेज स्पोन्सर माउन्ट 8848 कियोस्क फ्राङ्कफर्ट त्यसपछि हाम्रो अर्गनाइजर तरङ्ग फ्राङ्कफर्टलाई पनि एकदम थ्याङ्क यू भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नुहोला सी यू एभ्री वान इन नेक्स्ट भिडियो